सम्पूर्ण दर्शक नमस्ते। यहाँ चाहिँ कुरो के भनेदेखि यहाँ चाहिँ के अब क्रिएटरहरू धेरै किसिमका छन् अनि आफ्नो आफ्नो ग्रुपहरू छन्। ग्रुपमा चाहिँ साना साना क्रिएटरहरूलाई 2000 4000 फलोवर्स फ्रेन्ड भएका साथीहरू बटुलेका हुन्छन् अनि त्यसमा चाहिँ एउटा सेड्युल राखेको हुँदो रहेछ कि लाइभको सेड्युल। जस्तै आधा घन्टाको सेड्युल बनाएर कसैको 5 बजे, कसैको 5:30 बजे, कसैको 6 बजे, कसैको 7 बजे, कसैको 7:30 बजे, एवं रीतिले 10औं जनाको। अनि यसमा चाहिँ भनिरहेको हुन्छ कि अनि हाम्रो भिडियो चाहिँ बनाउनुहोस्, सानो क्रिएटरहरूलाई चाहिँ हाम्रो भिडियो बनाउनुहोस् अनि तपाईँहरूलाई चाहिँ प्रमोट गर्छु, तपाईँको फलोवर नबढेर हैरान हुनुहुन्छ भनेदेखि त्यो पनि सल्युसन गर्छु, तपाईँको रिच नबढेर हैरान हुनुहुन्छ भने त्यो पनि चाहिँ बढाउने तरिका सिकाइदिन्छु, तपाईँको चाहिँ भ्युज नबढेर हैरान हुनुहुन्छ भने त्यो पनि सिकाइदिन्छु भनेर भनिरहेका हुन्छन् के। तर यहाँ चाहिँ म देखेको छु मिलियन फलोवर्स भएको चाहिँ नेपालमा पनि कन्टेन्ट क्रिएटरहरू धेरै छन्। खै उनीहरूले त त्यस्तो भनेको पनि सुनिन्न। प्रमोट गरिदिन्छु भनेर अर्काको भिडियो हाल्दाखेरि त सायद मैले बुझेर हो कि नबुझेर हो, उहाँहरूकै ठुल्ठुलो युजरको हाल्दाखेरि त उहाँहरूकै प्रमोट भने उहाँहरूकै फलोवर्स बढ्यो, सबै चिज बढ्यो। तपाईँको कहाँ बढेर? तपाईँको भिडियो चाहिँ ठुला क्रिएटरहरूले चाहिँ बनाएर उहाँलाई चाहिँ फलो गरिदिनुहोस्, उहाँको भिडियो हेरिदिनुहोस् भन्यो भने सानो क्रिएटरहरूको फलोवर्स पनि बढ्छ अनि भ्युज पनि बढ्छ, सबै चिज हुन्छ। कसरी सपोर्ट गरेको बर? म त यो राम्रो देख्दिनँ। तपाईँकै आफ्नो बल बुद्धिले तपाईँले क्वालिटीयुक्त भिडियो यो चाहिँ समाजले मन पराउने खाले भयो भने तपाईँको भ्युज पनि एउटै कन्टेन्टले मिलिनियम जान नि सक्छ। तर तपाईँको क्वालिटी राम्रो भएन, त्यही एआई क्रिएटेडहरू भयो भनेदेखि तपाईँलाई अब तपाईँको भ्युज पनि जाँदैन, जति नै फलोवर भयो भने। किनभनेदेखि यो सोसल मिडिया हो नि त, यसमा अब जति तपाईँको चाहिँ जस्तै 1000 जनाले हेऱ्यो भनेदेखि 1000 जनासँग चाहिँ यसले चाहिँ पुर्याउँछ क्या। तर तपाईँको 1000 जनाले हेर्नु पऱ्यो नि पहिलामा। ल अहिलेलाई यति नै भिडियो होइन, यो चाहिँ त्यस्तो धेरै छ क्या, धेरैजनाको नाम त नलिउँ होइन, त्यस्तो भनेर चाहिँ साना क्रिएटरहरूले भनिरहेको हुन्छ कि अब तपाईँहरूलाई के को टेन्सन हो? 5000 तपाईँले फ्रेन्ड बनाउनु सक्नुहुन्छ, छानेर बनाउनुहोस्, 5000 फलोवर्स बनाउनुहोस् मात्रै। तपाईँले आफै फलोइङ गरेर पनि बनाउन सक्नुहुन्छ भनेपछि के को टेन्सन? तपाईँलाई चाहिँ 10,000 सम्म चाहिँ फलोवर्स चाहियो मोनिटाइजको लागि। 1,50,000 भ्युज हो जम्मा। तपाईँले 30 दिनमा कसो नपुर्याउँछ? 30 दिनमा नपुर्याए 90 दिनमा, 1 सालमा त कसो नपुर्याए 1,50,000 भ्युज। तर ओरिजिनल कन्टेन्टमा बनाउनुहोस्, किनभने एआईबाट बनाएको अथवा चाहिँ तपाईँको अरूको भिडियो तानेर गरेको कपिराइट कुनै न कुनै दिन आउन सक्छ है। तपाईँको 1-2 हजार 3 हजार 5 हजार भ्युज आउँदाखेरि नआउन सक्छ। तपाईँको मिलियन भ्युज गयो भने 100% कपिराइट लाग्छ अनि तपाईँको आइडी थलो पर्छ है। ल अहिलेलाई म चाहिँ यति नै भने होइन। मिलिनियम भ्युज भएको धेरै आइडीहरू सस्पेन्ड भएर 1000 फलोवर्सबाट चाहिँ सुरु गरिरहेछन् व्यक्तिहरूले। नाम किन भन्नु होइन, यहीँ सञ्जालमा छन्। ल आफ्नै दिमाग बुद्धिले काम गर्नुहोस्, अर्काको दिमाग बुद्धिको कुरा सुन्ने मात्रै हो, प्रयोग आफ्नो लाउने हो के। कुरो बुझ्नु भयो नि? ल भिडियो लामो भइसकेछ, धन्यवाद। ल।